नामस्याङ त हामी चाहिँ अलमोस्ट 7 AM हुन लागिसकेछ। अब यहाँबाट चाहिँ हामी आज सिधै लेकसम्म पुग्ने एटेम्प गर्छौँ। अब कहाँसम्म पुगिन्छ थाहा छैन। यो होटेल चाहिँ नि यहाँ होटेलको नाम चाहिँ होटेल स्वागत हो। एकदमै राम्रो, फ्रेन्डली, खाना पनि मिठो, सबै कुरा राम्रो, अफोर्डेबल छ। इफ एनीवन कम्स अराउन्ड प्लिज आउनु होला। अरू त के भन्ने, आज हाम्रो प्लान चाहिँ माथिसम्म जाने हो। सो आज डर हुन्छ। अब बचेको चाहिँ भिडियो म बाटोमा गराउँछु। बाई बाई टु हाम्रो प्यारो हस्की, बाई बाई। स्मल अपडेट, म चाहिँ के अरे चेप्का आइपुगेँ। मलाई धेरै टाइम लागेन होइन, 1 घन्टा देखाएको थियो, बट त्योभन्दा छिटो आएँ। सिधै चेप्का आएर मजाले कुदेर बस्छु भनेको र म चेप्का पनि आइपुगेँ। दाइलाई लाग्छ अझै टाइम। म चाहिँ एकछिन यहीँ बसेर यो ठाउँको हल्का भिडियो सिडियो बनाउँछु, फोटोसोटो खिच्छु। अनि अरू त के भन्ने, कस्तो बवाल छ है। सो टाइममा चेप्का आइयो। सायद हिजो हामी अँध्यारोमा हिँडेको भए पनि यहाँ चाहिँ पुगिन्थ्यो आनन्दले, तर अलि रात पर्दा नचिनेको बाटो नहिँड्नु भन्छ नि, त्यो भएर चाहिँ नि त्यस्तो हामी फोर्स नगरिकन हिँडेको। हिजो चाहिँ इजी वक थियो होइन। आज चाहिँ अझै अलि पुस हान्नुपर्छ, किनकि हाम्रो आज पुग्न छ सेफोक्सन्डो लेक। सेफोक्सन्डो लेक पुग्नलाई चाहिँ नि धेरै टाइम लाग्छ यहाँबाट चाहिँ। सो यहाँको ठाउँ चाहिँ यस्तो छ, हेर्नु होला, बोबाल छ नि है। सो त्यही नै हो। म चाहिँ अब दाइलाई कुर्छु, बसेको भिडियो अहिले गराउँछु। बाई बाई। हेलो, वी आर एट चेप्का। जो बवाल ठाउँ छ यहाँ चाहिँ। दाइ पनि आधी घन्टा अगाडि आइपुग्नु भयो। एकदम छिटो हिँड्नुहुन्छ दाइ। चाहिँ तातो पानी खाँदै रमाइलो लिँदै। अब यहाँबाट 3 घन्टा बाटो छ रेचीको। अब नास्ता खाएर स्वाई हिँड्ने त होला नि अन्त है। नास्ता सास्ता खाएर अरे, अनि त्यसपछि 3 घन्टा हिँड्ने अरे। हाई एभ्रिवान, दिस इज अन द वे टु रेची। यहाँको भ्यू कति बवाल छ भनेर म चाहिँ देखाउनु गइरहेको छु। सो यस्तो खोला छ दामी, भ्यू फास्टै बवाल छ, कति बवाल। हाई एभ्रिवान, स्मल अपडेट। म चाहिँ अहिले अन द वे टु कहाँ अरे, मैले आफैले बिर्सेँ। रेचीको लागि बाटोमा छु र यहाँ चाहिँ नि यस्तो बवाल खोलाको भ्यू देखेँ नि, त्यही भएर एकछिन स्टप लिएर यसो भ्यू छ। यस्तो रमाइलो ट्रेक भइरहेछ नि। यो गाह्रो त केही भएको छैन, बट भ्यू चाहिँ अमेजिङ छ क्या। त्यही नै हो अहिलेको यो भ्यू देखाउनलाई रेकर्ड गरेको। अब चाहिँ नि म सिधै रेचीको लागि हिँड्छु। बाई बाई। हाई एभ्रिवान, फेरि पनि हामी अझै रेचीको बाटोतर्फ लाग्दैछौँ। र बाटो भने निकै रमाइलो, रोमाञ्चक, के भन्छ अरे त्योभन्दा बढी नेपाली नै आएन, बट एकदम राम्रो। मलाई चाहिँ मन पऱ्यो यो ठाउँ। यो ठाउँमा चाहिँ नि खोलाले हजुर छोड्दैन। अहिले चाहिँ निलो खोला सँगै माथि गए पनि आफ्नो बाटो चाहिँ पुग्नुहुन्छ होला जस्तो लाग्छ मलाई चाहिँ। अब मलाई पनि थाहा छैन कहाँसम्म चाहिँ यो खोला साथ दिन्छ, त्यसपछि छुट्टिन्छ होला। किनकि अब हाइट लाग्नुपर्छ, त्यसको लागि त अब उकालो चढ्नुपर्छ। अब त्यो चाहिँ सकेसम्म यता लोकल्सको इन्फो अनुसार we need 2 hours of uphill होइन। बाटोमा मान्छे त खोइ मैले कसैलाई पनि भेटेको छैन। मैले दाइलाई नि छोडेको त होइन, म कुरेर कफी खाएँ। अनि कफी
खाएर भ्याए, पानी खाए, भिडियो बनाएर फोटो खिचेँ, अझै आइपुग्नु भएन। त्योभन्दा बरुमा थोरै हिँडेर अगाडि नै कुर्छु भनेर अगाडि चाहिँ कुरेँ। बाटो चाहिँ उकालो ओह्रालो सबै मिक्स छ होइन, एकैचोटि उकालो चाहिँ छैन। त्यही भएर त्यस्तो गाह्रो चाहिँ हुँदैन होला। अरू त के छ र, अरू चाहिँ अब उकालोमा एकछिन भिडियो नगरौँ होला, खुट्टा चिप्लेर लडिन्छ। सिधै अगाडि आएर भिडियो गर्छु। म चाहिँ अहिले उकालो जति सकेर अहिले चाहिँ ओह्रालो लाग्दैछु। उकालो त गाह्रै थियो होइन, त्यो भन्दा यस्तो इन्क्लाइन हुँदै गएको थियो क्या, पसिना भएको म एकछिन हावा फेरि सुक्न दिनु पऱ्यो, भित्र पुरै पसिना भयो। अनि अब त के भन्ने, अब धेरै छैन होला, यस्तै 20 मिनटमा चाहिँ म रेची पुग्छु होला। रेची पुगेर चाहिँ म चाहिँ दाइलाई बोल्छु। त्यहाँ बसेर चाहिँ नास्ता खानु पऱ्यो, त्यहाँ नास्ता खाँदैन। अब चाहिँ मस्त आरामले रेची पुगिन्छ। अनि अरू के थियो, कफी पनि धेरै खाइसकेँ, 3 कप त कफी खाइसकेँ मैले अघि तल देखाउँदैसम्म। अब चाहिँ कफी खाँदैन, टु मच क्याफिन नट गुड होइन। यो ट्रेल चाहिँ नि हेर्नु, ट्रेल चाहिँ यस्तो छ। अहिले चाहिँ शीतल भयो, अघि चाहिँ घाम प्लस उकालो परेको थियो, त्यसले गर्दा झन् टु मच स्वेटिङ अनि अप्ठ्यारो के बडी पसिना आयो भने। अनि त्यही अनुसारको अप्ठ्यारो हुँदैछ। शीतलमा उकालो चढ्न पाए चाहिँ केही हुँदैन, बट घाम लाग्छ, झन् गर्मी भइरहेछ, त्यसले झन् अलि अप्ठ्यारो गराइदिन्छ क्या। अनि अरू चाहिँ के भन्ने, यहाँबाट हेर्नु त खोला छ है। खोलाले चाहिँ छोडेको चाहिँ छैन है, खोलाको साउन्ड चाहिँ आइरहेकै हुन्छ यहाँ चाहिँ। सो ओभरअल एक्सपिरियन्स यहाँ धन्न खुट्टा गएन। ओह्रालो भनेको त वेलकम उकालो भएछ फेरि होइन। अब फेरि म उकालो चढ्छु, अब सिधै रेची पुगेर भिडियो गराउँछु। बाई बाई। हाई एभ्रिवान, म यहाँ अगाडि हिँडिरहेको थिएँ, यो चरा होइन नउडिकन त्यो हुन्छ नि जम गर्दै मेरो अगाडि हिँडिरहेछ क्या, अघिदेखि बल्ल उड्यो। कहाँ गयो नि, उड्यो। बाटो चाहिँ अति अमेजिङ, लास्ट भवाल। जो पनि आउनुहुन्छ यहाँ घुम्न रमाइलो गर्नु होला, भ्यू यस्तो हुन्छ। त्यही नै हो, अब चाहिँ नि भ्यू चाहिँ नि देखाइहालेँ म, यस्तो खालको भ्यू छ। अब चाहिँ म बजेको भिडियो रेचीबाट गर्छु होला। ल बाई बाई। म चाहिँ अहिले रेचीबाट चाहिँ अलि अगाडि आइसकेँ। अब सिधै सम्झना होटेलमा गएर रोकिन्छु म चाहिँ। हामी चाहिँ त्यहाँ बसेर खाना खाने अरे। अनि आज चाहिँ लेक नबस्ने रे, बरु झर्ना होटेलतिर बस्ने कुरा छ। अब झर्ना होटेल जान्छौँ आज चाहिँ बेलुकासम्म। अझै बेला चाहिँ नि 1 घन्टाको बाटो होला सायद। सम्झना होटेल पुगेर खाना खाने, चेन्ज गर्ने, अरू आउटिङ हुन्छ कसरी। त त्यही नै हो, रमाइलो भइरहेको छ। अन्त जाडो भयो, एकछिन त्यतिको बसेको, पसिना पुरा सुकेर अलिक जाडो भएर एकछिन। माइ गॉड, लुक एट दिस भ्यू। कहाँ हुन्छ यस्तो भ्यू होइन। यस्तो भ्यू चाहियो भने आउनुपर्छ सेफ ओप्सन लु। सो यस्तो भ्यूको लागि सेफ ओप्सन त आउनु होला, धेरै गाह्रो छैन।
गाडीले पुग्ने ठाउँ चाहिँ गाह्रो छ बरु हिँड्ने चाहिँ त्यस्तो गाह्रो छैन खोलाको आवाज आयो होला अब म चाहिँ धेरै भिडियो गर्दैन मेमोरी बचाउनु पर्यो चार्ज पनि मेरो सकिन्ला अब म सिधै सम्झना होटल गएर चाहिँ नि भिडियो अन गर्छु सो टिल देन म चाहिँ अहिले अन द वे टु सम्झना होटल बिचमा यसो हेरेको त यहाँ देखिन्छ कि नै हिमाल अब चाहिँ नि हिमाल देखिने बेला आइसकेको रहेछ चिसो पनि अलिअलि जाडोवाला फिल आउँदैछ यहाँ चाहिँ माथि आइसक्दा खोलाले त हजुरलाई छोड्ने भएन भन्छन् के रहेछ अब चाहिँ यहाँबाट पुल तरेर पारी चाहिँ नि सुन्दुवा हो कि नाम बिर्सेर सुन्दुवा भन्ने ठाउँ हुन्छ त्यहाँबाट एकछिन माथि गएर हामी खाना खाने आज चाहिँ धेरै ट्राभल नगरौँ होइन त्यस्तै छ अब वे टु सिन्धुवा अरे आर्मी क्याम्प गरे यहाँ के छ सेवक सुन्डोको बारेमा छ पज गरेर पढ्नु होला अनि यहाँ बस्नलाई हुन्छ नि रेस्ट गर्नलाई कस्तो दामी क्या मजाको राख्दैछ अब यहाँ चाहिँ अब के छ भने चाहिँ सो आर्मी क्याम्प 7 किलोमिटर सेवक सुन्डो 7 किलोमिटर सम्झना होटल 1 किलोमिटर के हो तपरिजा स्कुल 1.5 किलोमिटर सालदाङ भिजेर भन्ने ठाउँ चाहिँ कति थाहा भएन मलाई यसरी चाहिँ जानुपर्ने रहेछ झुलुङ्गे पुल तर्नु पर्ला भन्ने सोचेको बाटो त अन्त देखायो त म चाहिँ एकछिन म्याप हेरेर कन्फर्म गर्छु त्यसपछि अहिले डिपी अपडेट तर हामी चाहिँ अहिले धन्न लटेन अहिले चाहिँ हामी झरना होटेल आइसकेछौँ जस्तो लाग्छ है किनकि इट वाज नट भेरी फार फ्रम के अरे तलको सम्झना होटेल सो एकदम क्लोजै छ डिस्टेन्स आज चाहिँ यहीँ स्टे गरिन्छ किनकि अब भनेको अलिकति टफ उकालो छ त्यो चाहिँ सकेसम्म मर्निङको टाइममा गरेको राम्रो हो किनकि अब हामी गयौँ भने 4:30 कटिसकेछ रात पर्छ सो अँध्यारोमा चाहिँ नि रिक्स नलिउँ होइन यतै बसौँ बरु यतैको ठाउँ बुझौँ के पो हुन्छ र भने चाहिँ अब यतितिर बस्न लगाएको एकदम दामी छ यु क्यान सी दिस माउन्टेन जस्तो के भन्छ यसलाई यो पनि माउन्टेनै त होला नि पहाड हो बट इट्स अ माउन्टेन स्नो भएको भए यहाँ चाहिँ स्नो हुन्थ्यो होला यो डाँडामा यो यसको नाम चाहिँ होटेल कर्णाली अरे हामी आइपुगेका छौँ र खोलाले भने हजुरलाई नछोड्ने चाहिँ रहेछ इभन आफ्टर यु रिच अबभ 3000 मिटर्स खोला चाहिँ आइरहेको छ यहाँको घरहरू ओ माइ गॉड घरहरू क्या अब भन्छ स्ट्रक्चरै खतरा खाके सो रमाइलो छ अब यहाँभन्दा पर चाहिँ गइन होला हामीले ओ बास्केटबल व्हाट द हेल बास्केटबल कोर्ट छ है त्यहाँ त दाइ बास्केटबल खेल्न जाऊँ दाइ के छ विचार वी प्ले बास्केटबल सो अब त्यही हो बास्केटबल खेलेको भिडियो गराइन्छ अब चाहिँ बाई यो चाहिँ यहाँको प्ले ग्राउन्ड यहाँ इभन त्यहाँ बास्केटबल कोर्ट के तर फुटबल खेलिरहन होइन दुःखको कुरा त ठिक छ रमाइलो छ ओभरअल म सोचेको थिएन यस्तो ठाउँमा आएर नि बास्केटबल कोर्ट हुन्छ भनेर उहाँ खुसी लागेको थियो देखेर सो फाइनली वी आर एट झरना होटेल यहाँबाट चाहिँ भ्यू पनि दामी देखिन्छ होला अहिले बरु बादलले ढाक्यो बट आई सो यु द नेक्स्ट मर्निङ हाउ द भ्यू इज बाटो चाहिँ यस्तै छ है यो तल
हजुरको सम्झना होटलपछि त इजी बाटो छ, आनन्दले आयो हुन्छ। बट इजी भन्दैमा यहाँबाट पनि इजी छैन होइन, यहाँबाट चाहिँ टफ छ। यहाँबाट चाहिँ उकालो हान्नुपर्छ, ताल त देखिन पऱ्यो, त्यसको लागि चाहिँ उकालो चाहिन्छ। सो त्यही भएर चाहिँ नि आज हामी यहीँ बस्छौँ। यु क्यान सी इट्स अबाउट टु गेट डार्क, त्यही भएर चाहिँ आज यहीँ बसिन्छ। यो होटेलको नाम चाहिँ झरना होटेल। वेलकम टु चुनवार। होटेलको नाम झरना होटेल, ठाउँको नाम चुनवार। यु आर एट द हाइट अफ 3134 मिटर। योभन्दा अझै 50 थप्यो भने चाहिँ पुन हिलको हाइट आउँछ होइन। अनि त्यसपछि चाहिँ यहाँको बस्ने शैली होइन, घरहरू, खाना टोटली डिफ्रेन्ट, साह्रै रमाइलो के। अब चाहिँ राख्छु, बाई बाई। हाई एभ्रिवान, गुड मर्निङ फ्रम झरना होटेल। यहाँको भ्यू चाहिँ यस्तो छ आजको मर्निङ। हामी बस्ने ठाउँ चाहिँ हामी चाहिँ यताको रुममा बसेको, एकदम कोजी एन्ड नाइस। जाडोले पुरै घाँटीसाटी खाइसकेको छ। सो दिस इज द भ्यू। एकछिनै उता पछाडि स्नोफल भएको त्यो हिमाल देखिन्छ क्या होइन। घाम पनि क्या दामी ल। अब चाहिँ नास्ता खाने, अनि नास्ता खाएर हामी यहाँबाट डाइरेक्टली रिङमो गाउँ पुग्छौँ। बाई बाई। हामी चाहिँ अब झरना होटेलबाट 7:30 हुन लागिसकेको छ। यहाँबाट चाहिँ अब हिँडेर हामी डाइरेक्ट आज रिङमो गाउँ पुग्ने हो। र अबको ट्राभल जर्नी चाहिँ लगभग 3 आवर्स जतिको छ। एकदम उकालो छ भन्छन् होइन। त्यही भएर हामी चाहिँ त्यही अनुसार प्रिपेयर भएर हिँड्न लागेको। अनि अरू त के भन्ने, म चाहिँ यहाँ अगाडि आइसकेको, कुर्दै थिएँ चाहिँ सबैलाई। कति दामी भ्यू छ है। अब चाहिँ म सिधै हजुरहरूलाई यहाँ वाटरफल झर्ना आउँछ, त्यो के अरे ठुलो झर्ना छ बिच बाटोमा, अनि सिधै त्यतातिरको भिडियो कन्टिन्यू गर्छु। हाई एभ्रिवान, म चाहिँ भर्खरै एउटा डाँडा जस्तै चढेर भ्याएँ होइन। एकदम अप्ठ्यारो नै छ यो उकालो त, तर हजुरले त्यहाँ देख्न सक्नुहुन्छ यस्तो रमाइलो पहाड, हिमाल, त्यसपछि यो ल्यान्डस्केप एकदम वन्डरफुल। अझै उता आउँदै हुनुहुन्छ क्या यस्तो तलदेखि नै ब्रदरहरू हिँड्दै हुनुहुन्छ होइन। रमाइलो छ यहाँबाट भ्यू, लास्ट भवाल छ। म पनि टु मच एक्जस्टेड होइन। अब यहाँ पानी सानी खान्छु, अनि म चाहिँ सायद सिधै रिङमो गाउँ नै जान्छु होला, किनकि मलाई लेक हेर्न छ। सो म एकछिन रेस्ट गर्छु, अनि यहाँबाट सिधै रिङमो गाउँ। बाई। म चाहिँ अहिले कहाँ आएँ भन्नु खै थाहै छैन मलाई, तर यहाँबाट झर्ना चाहिँ देखिने रहेछ होइन, बवाल छ। अनि भ्यू पनि दामी छ। यता पुरा यो हिमाल देखिँदा, यता भने यो हिमाल छ, यता चाहिँ छैन, यता चाहिँ डाँडाकाँडा हो। यो पुरै हिमाल हो, एकदम दामी छ यहाँको सराउन्डिङ। थकाइ त थकाइ लाग्छ होइन। यो ठाडै छ उकालो, बिस्तारै बिस्तारै आउनुपर्छ। ओके, म चाहिँ अब अहिले झर्नातिर पुगेपछि भिडियो गर्छु। बाई बाई। फाइनली म चाहिँ झर्नातिर आइसकेको छु। यु क्यान सी दिस सच अमेजिङ ब्युटी। कति राम्रो छ झर्ना। यही खोला तल बग्दै 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 गएर त्यो बाटोभरि जुन खोला थियो नि, सब यहीँबाट नै आउँछ। यहाँबाट हिमाल देखिएछ होइन। त्यसपछि हजुरले देख्न सक्नुहुन्छ यतातिर हिमाल, त्यो पुरै हिमाल छ, अलग्गै हिउँले ढाकेछ। छैन त रमाइलो। त्यत्रो उकालो आएको वर्थ इट हुने चाहिँ कि यहाँ आएर चाहिँ। जियोस्, मलाई चाहिँ एकदमै राम्रो, एकदम
एकदमै कस्तो भन्नु नो वर्ड्स एट अल लास्टै बवाल के अब चाहिँ नि म एउटा चाहिँ नि कस्तो भन्दा चाहिँ सिनेमेटिक टाइपको भिडियो गरेर चाहिँ राखिदिन्छु होला त्यति नै हो अब सिधै एकबाट भ्यू हेरौँला म चाहिँ भर्खरै झर्ना कटेर चाहिँ नि यहाँ एकछिन पानी खान बसेको थिएँ यसो हेरेको त कस्तो राम्रो भ्यू के यो चाहिँ नि उकालो कटिसकेपछि चाहिँ नि यो चाहिँ सम्म प्लेन छ होइन अनि यहाँको ल्यान्डस्केप पनि कस्तो राम्रो हो क्या कहाँ गयो ऊ त्यो मुन होइन त्यसपछि हिमाल अनि तल चाहिँ झर्ना छ झर्ना चाहिँ देखिन्न होला अब पानी खाएर हामी चाहिँ सिधै अब लेकमा पुग्ने हो आनन्द हरि उकालो चढेपछि जुन त्यो तिर्खा हुन्छ नि त्यो प्याज पानी खाँदा यस्तो आनन्द आउँछ ओए ऊ त्यहाँ देखिरह होला है सेतो छ पुरै हिमाल अलिकति मौसम हिउँ पर्न सक्छ भन्थे के रे तर हिउँ नपरे नि हिमाल छ्याक्क देखियो त्यति भए पुग्छ ल बाई बाई एभ्रिवान म चाहिँ अब सिधै लेकतिर भिडियो गराउँछु होला सी यु देयर बाई यता पुरा चराको घर रहेछ के कता छ मलाई थाहा छैन तर आवाज गर्दैछ म यता एक्लै आएको के त्यही भएर हल्ला छैन यता अगाडि यता रुखतिर छ Finally, I'm here at Ringmo village. आइसकेको छु हैन यहाँको ल्यान्डस्केप हिमाल यहाँको डाँडा यता पनि हिमाल छ यो बाटो त हामी जुन बाइकमा आएको जुन तल बाटो थियो त्यो भन्दा राम्रो छ यहाँ यो केले झर्ना कटेपछि त सो अब चाहिँ नि हामी आइसकेको छौँ रिङ्गो भिलेज अब यहाँबाट अलि तल गयो भने हामीले देख्न सक्छौँ के भन्दा चाहिँ सेफोक्सुन्डो लेक म चाहिँ अब हजुरहरूलाई सिधै सेफोक्सुन्डो लेक देखाउँछु बाई बाई यो चाहिँ रिङ्गो भिलेज यहाँको यो सायद सबभन्दा ओल्डेस्ट आर्किटेक्चर होला किनकि यो चाहिँ नि हैन एकदम नाजुक स्थितिमा छ अब यहाँ राम्ररी हजुरले हेर्नुभयो भने यु क्यान सी द सिम्बल्स अब मलाई त थाहा छैन के हो भनेर बट यहाँ आफ्नो कल्चरलाई रिप्रेजेन्ट गर्ने सिम्बल्सहरू चाहिँ छ है सो दिस इज रिङ्गो भिलेज म चाहिँ सायद एकछिन यहीँ कुर्छु होला सबैजनालाई अनि सँगै हामी तल जान्छौँ होटल खोज्छौँ एक ठाउँ बस्छौँ अनि इफ पोसिबल मलाई त आज एउटा भ्यू पोइन्टसम्म पुग्नु छ भोलि चाहिँ म टपमा पुग्छु आज चाहिँ एउटा भ्यू पोइन्टसम्म पुग्छु सो दिस इज रिङ्गो भिलेज एकदम रमाइलो वर्थ इट ट्रिप छ सबैजना आउनु होला घुम्नु होला हैन के अरे नट अ सिङ्गल पेनी यु विल रिग्रेट भन्छ नि त्यस्तै हुन्छ त्यही हो अब म चाहिँ राख्छु बाई बाई
I'm here at Say Foxundo Lake. हेर्नु कति निलो छ पानी यार. OMG. So this is Say Foxundo Lake. Astro Dami. म त खै यो हिँड्ने बाटो पनि हैन, मलाई एउटा हाइटमा आउनु थियो, so that I can see all view of the lake. Still अझै यहाँ राम्रो देखिरहेको छैन, तर finally we did it. I'm here at Say Foxundo Lake. पानी कति निलो छ है, खतरा हो क्या तेरो ठाउँ त यार. If anyone is watching this, please हजुरको प्लान थियो, हजुरसँग छैन भने हजुर चाहिँ बट साथीहरूले गर्दा क्यान्सल भयो प्लान, त्यस्तो छ भने एक्लै आउनुहोस्, हेर्नुहोस्, किनकि के अरे यु ओन्ली लिभ वन्स होइन. सो त्यो टाइममा अब फुल इन्जोय गर्नु पऱ्यो. म चाहिँ त्यसरी हिँडिरहेको छु अहिलेसम्म होइन. सो यु क्यान सी म यहाँ आइसकेको छु. म अब चाहिँ एकछिन यहाँ रेस्ट लिन्छु होला, अनि त्यसपछि we will find a hotel to stay, and after that we'll explore the area. म आज चाहिँ भ्यू पोइन्ट 1 सम्म पुग्छु होला. सो त्यही नै हो गाइस, बाई बाई. चाहिँ अहिले यो गुम्बा जाने बाटोतिर लाग्दै थिएँ र बिचमा मैले चाहिँ यो जुन लेक छ हाम्रो, लेकबाट यो पानी निस्केर जुन खोला भइरहेछ त्यसको अहिले बिचको ब्रिजमा छु. यता हिमाल देख्न सक्नुहुन्छ हजुरहरूले, यता मास्तिर नि छ हिमाल, यहाँबाट नदेखिएको होइन. अब हजुर उता भ्यू पोइन्ट पुगिसकेपछि पनि चाहिँ खतरा दामी भ्यू देखिन्छ अरे. मलाई त यहीँ बसेको कस्तो रमाइलो लाग्यो क्या. अब चाहिँ म चाहिँ उता गुम्बातिर जान्छु, अनि गुम्बा कस्तो रहेछ हेर्छु, त्यहाँको कल्चर के रहेछ होइन, कस्तो भने चाहिँ यो ठाउँमा भनेर हेर्छु. त्यसपछि चाहिँ नि आधी घन्टापछि चाहिँ नि खाना खान जाने हो. त्यसपछि अनि आज चाहिँ यता नजिकै डुल्ने, धेरै पर नजाने होइन, किनकि हामीसँग यस्तो भ्यू छ. सो विल इन्जोय दिस भ्यू टुडे. के भएछ वे टु रिक्मो पोस्ट अरे, पोस्ट जान्छ यता रहेछ, ठिकै छ. तर अहिले हामी यता जाने. म चाहिँ यहाँ भिडियो गराउँछु है एउटा. बाई बाई. म चाहिँ अहिले यहाँको गुम्बा आइपुगेको छु र उहाँ हिमाल देख्न सक्नुहुन्छ. तल से फोक्सुन्डो लेक, ब्लू टर्किस कलर भन्छ के अरे होइन. यसको एकदम दामी कलर देखिन्छ. इभन यो केही नभएको पहाड पनि कति राम्रो देखियो क्या होइन. यो चाहिँ मोनास्ट्री यहाँको. धेरै पुरानो हो यो कुरा चाहिँ. लेकको भ्यू देखिन्छ यहाँबाट पुरै.
माथिको चाहिँ गुम्बा हो क्या म चाहिँ खै कहाँ आइपुगेँ आई डोन्ट नो होइन उता माथि पनि छ एउटा के चाहिँ यो यहाँको रिचुअलहरूको कुरा रहेछ अनि त्यसपछि यहाँको भगवान पढ्नु होला सबैजनाले वाउ एकदम अमेजिङ भ्यू त्यही नै हो यहाँको गुम्बा एकदमै रमाइलो छ हामी बसेको होटल चाहिँ उता पारि छ म चाहिँ अहिले एकछिन एक्लै आएको किनकि टाइम थियो त्यही भएर नमस्ते त्यही नै हो अब म राख्छु एउटा दुइटा सिनेमेटिक हान्छु है त बाई बाई दिस इज सेफोक्सन्डो आफ्टर सनसेट होइन यो कलर चाहिँ चेन्ज भएर पुरै डार्क ब्लू टाइपको भयो होइन किनकि अब घामहरू गइसक्यो नि त यो कलर पनि आफै चेन्ज भयो क्या सो यसरी चाहिँ यो लेकको कलर चाहिँ चेन्ज हुन्छ यसलाई चाहिँ नि अरू बेला घाम हुँदा चाहिँ नि टर्किस ब्लू हुन्छ भने यसको कलर राइट नाउ यो अलि डिप ब्लू टाइपको भयो अनि अरू त के भन्ने ठाउँ बवाल छ बस्न पनि राम्रै छ खाना पनि राम्रै छ घुम्न पनि राम्रै छ अल गुड सो त्यही हो अब चाहिँ नि बच्चेको भिडियो रुमबाट गरौँला बाई बाई Hi everyone, good morning from सेफोक्सन्डो हामी चाहिँ अहिले उता माथिको भ्यू पोइन्ट जानु लागेको होइन लास्टै जाडो छ बिहान त अहिले त हावा पनि अति चिसो छ त्यो टेबल पनि पुरै बरफ आइस भएर सबै म चाहिँ अहिले अगाडि हिँडिरहेको छु तर सुस्तै हिँड्छ आज धेरै हार्ड पुस गर्दैन आनन्दले हिँड्ने हो सो आज चाहिँ उता त्यो भ्यू पनि छ त्यहाँसम्म चाहिँ मजाले त्यहाँ गएर घाम हेरौँ भनेर म चाहिँ छिटो हिँडिरहेको छु होइन किनकि मलाई चाहिँ मजाको मोमेन्ट क्याप्चर गर्न छ त्यही भएर अलि अगाडि नै हिँडेँ म अब त्यही नै हो म बचेको भिडियो चाहिँ बाटोमा गराउँदै गरौँला अहिलेको लागि राखेँ बाई बाई हाई एभ्रिवान म चाहिँ अहिले भ्यू टपतिर जाँदैछु र यहाँको भ्यू हेर्नु है लेक एन्ड द माउन्टेन बिहान एकदम चिसो हावा चलिरह्यो नाकै झर्ला जस्तो भयो मलाई त होइन सो एकदम चिसो हावा चलिरह्यो सो बाटो यही नै हो म चाहिँ नि टपसम्म पुग्छु भनेर बसेछु सो लेट्स सी कहाँसम्म पुगिन्छ भ्यू चाहिँ यस्तो छ है अब चाहिँ भिडियो माथि गरौँला उकालो छ यसो हेरेर बाटो चल्नु पऱ्यो बाई बाई दिस इज भ्यू पोइन्ट 1 यहाँबाट भ्यू चाहिँ नि राम्रो देखिँदो रहेछ अझै स्टिल टु गो सो फाइनली आम हियर एट भ्यू पोइन्ट 3 यहाँबाट भ्यू चाहिँ नि राम्रै छ त्यस्तो एकदम कस्तो भने एक्सपेक्टेसन भर्सेस रियालिटी टाइपको नै हो बरु यो यताको यो भ्यू पोइन्ट 2 हो एकछिन है यो भ्यू पोइन्ट 2 हो त्यो चाहिँ नि अलिकति हाइटमा छ योभन्दा चाहिँ म चाहिँ अलिकति माथि आज यो अरे खास यहाँभन्दा बढी छैन अरे यहाँको चाहिँ पुरै हिमाल देखिन्छ त्यही हो त्यसपछि अब लेक चाहिँ नि घामले गर्दा चाहिँ नि बिस्तारै चाहिँ नि यसको कलर एक्चुअल कलर चाहिँ आउँदैछ यहाँ हेर्न सक्नुहुन्छ अहिले चाहिँ नि यहाँ डिप ब्लू छ होइन अनि यता चाहिँ नि
कस्तो टर्किस कलर टाइपको छ कि। सो दिस इज वाइ सेप। एकछिन एक्सटेन्ड गर्छु म। यो चाहिँ वाइ सेप हो यहाँ लेकको चाहिँ नि। एउटा यसरी आइरहेछ, एउटा यसरी आइरहेछ र यसरी यो सिधा कर्भ हुँदै होटेलसम्म चाहिँ नि त्यो लाइन छ। यो चाहिँ नि एक्चुअल वाइ सेप चाहिँ नि यस्तो देखिने रहेछ यहाँबाट चाहिँ नि। अब हामीले यहाँबाट फुल एकदम टोटल्ली केही त देख्दैनौँ, वाइ नै देख्दैनौँ, तर हामीले त्यो गेस गर्न सक्छौँ किनकि एउटा यता गएर एउटा यता गएर त्यसरी चाहिँ छ भ्यू चाहिँ। ओभरअल राम्रै भनौँ, घाम यताबाट लागिरहेछ, बिस्तारै घाम लागिरहेछ, कलर एक्चुअल कलर आउँदैछ। सो यही नै हो भ्यू पोइन्ट 3। अब यहाँबाट अरू चाहिँ के पनि देखिँदैन। अब हजुर यताबाट अझै यता गयो भने चाहिँ नि अप्पर डोल्पो जाने बाटो हो अरे। अनि सेगोम्पा भन्ने चाहिँ आउँछ अरे। अनि एटलिस्ट त्यहाँ पुग्न चाहिँ हामी जस्तो मान्छेहरूलाई चाहिँ नि लाग्छ अरे 2 दिन नै लाग्छ भन्छन् के अरे यताको मान्छेले। तर हिजो एकजना भाइ थियो, त्यो भाइ त बिहानको 4 बजे हिँडेर बेलुकासम्म आइपुगेको थियो भन्छ क्या। ओभरअल भेरी गुड एक्सपिरियन्स। अरू त के भन्नु, यही नै हो यहाँको खासियत सेफ ओक्सन्डो लेक। यहाँबाट नि भ्यू क्लियर रहेछ, यता साइडको हिमाल देखिने रहेछ। अनि एउटा हिमाल चाहिँ नि यु हेभ इट देयर, त्यो चाहिँ छ होइन, त्यो चाहिँ बब्बा हाल्छ। मलाई सबभन्दा दामी लागेको हिमाल चाहिँ त्यो हो। अरू त के भन्ने, एकदम बेस्ट ट्रेकिङ ट्रेल होइन, टु मच एडभेन्चरस। एभ्री मोमेन्ट चाहिँ नि एकदम रमाइलो हुन्छ। गाह्रो भन्ने कुरा होला तर सँगसँगै रमाइलो नि हुन्छ। सो त्यही नै हो, द्याट्स इट। सेफ ओक्सन्डो। थ्याङ्क यू फर वाचिङ। बाई बाई। Closed doors, I'm a fool for your love.